नमस्कार साथीहरू, गुड मर्निङ। हिजो आज सामाजिक सञ्जाल तातिएको विषय चाहिँ नि पारुहाङ सुङनिमाको मूर्ति बनाउने र अब त्यो मूर्ति बनिसकेपछि त्यो एरियाको चहल पहल त बढ्ने नै भयो। त्यहाँको चाहिँ नि बिजनेस व्यापार बढ्ने छ। त्यही भएर चाहिँ नि भूमाफियाहरू सलबलाएर त्यहाँको जग्गाको चाहिँ नि प्लटिङको कुरालाई लिएर अहिले बजार तातिएको छ। र यो विषयमा चाहिँ नि धरानका एकदम चर्चित उहाँले आफूलाई चाहिँ नि सरम बाजे भन्न रुचाउनुहुन्छ। एउटा इन्टरभ्यूमा भन्नु पनि भएको छ, यदि हर्क साम्पाङ सरम पिता हो भने म सरम बाजे हो। उहाँको नाम दत्त कुमार लिम्बू हुनुहुन्छ। उहाँ आम धराने जनतामा चाहिँ एकदमै परिचित नाम हो। उहाँले धेरै कामहरू गर्नुभएको रहेछ धरानको लागि विशेष गरी। र कुरा के रहेछ भने जुन हाम्रो हिजो थुनामुक्त भएको लावती सरलाई चाहिँ नि ले भन्नुभएको कुरा चाहिँ कतै सत्यता छ कि भन्ने जस्तो देखिन आएको छ। अब कुरा के हो भने उहाँले दत्त कुमार लिम्बू बाजेले चाहिँ नि स्वयं इन्टरभ्यूमा भन्नुभएको छ कि म चाहिँ कोषाध्यक्ष मात्र हो, जग्गाको विषयमा चाहिँ सबै कुरा राजेन्द्र भन्ने एउटा पात्र हुनुहुँदो रहेछ, उहाँले गर्नुहुँदो रहेछ। अनि कुरा के हो भने त्यो प्लटिङमा चाहिँ नि नेम प्लेट र फोन नम्बर हाम्रो राजेन्द्र र दत्तकुमार लिम्बूकै राखेको भन्ने पनि त्यहाँ भनेको छ। र पछि हटाइयो भनेर पत्रकारले पनि सोधेका छन्। यो विषयमा चाहिँ उहाँले भन्नुभएको छ कि यो विषयमा मेरो काम भनेको विदेशबाट आएको पैसाहरू चाहिँ नि ब्याङ्कमा जम्मा गर्ने र चाहिँ नि समितिको मेम्बरले भनिसकेपछि माइन्युट पास भएर उहाँकोमा आइसकेपछि उहाँले चाहिँ नि पैसा फर्च्युट गरिदिने मात्रै हो। उहाँको काम त्यति हो। जग्गाको विषयमा उहाँलाई केही पनि थाहा छैन। र उहाँ आफैले भनेअनुसार चाहिँ नि उहाँलाई पुग्दो नपुग्दो केही पनि छैन। छोरा डक्टर, आफू पनि भुपुर लाउरे होला सायद, यो चाहिँ नि म गलत पनि हुनसक्छु। र यस्तो कुराले चाहिँ नि आम नेपाली जनतालाई चाहिँ के अब भ्रम भइरहेको छ भने अब कतै आम जनताले विदेशबाट दिएको रकम अन्त कतै लागेको त छैन। किनभने यो पहिलाको मान्छेहरूले नि गर्दै आएको थियो। पैसा उठायो अनि एक ठाउँमा लगानी गरिदिने, अनि त्यसको पैसा फाइदा निकालेर फेरि अर्को ठाउँमा लगाउने, अनि पछि काम गर्ने, त्यो खालको परिपाटी चल्दै आएको छ। र अर्को कुरा के भने जब त्यस ठाउँमा पारुहाङ र सुङनिमाको मूर्ति बन्नेछ, त्यसपछि त्यहाँको होटल व्यवसायहरू बुम हुन्छ, जग्गाहरू पनि बुम हुन्छ। त्यसै कारणले चाहिँ नि उहाँले नि भन्नुभएको छ, फोन आएको थियो अरे उहाँलाई चाहिँ नि जग्गा प्लटिङ गर्नलाई पैसा लगाउने मान्छेहरू भन्ने कुरा उहाँले नि गर्नुभएको छ खुद। त्यही भएर यो विषय चाहिँ एकदमै पेचिलो बन्दै गएको छ। अब नेपाली सरकारी संयन्त्रले चाहिँ नि यो विषयको चाँडोभन्दा चाँडो छानबिन गर्न पर्यो। त्यो रकम सही ठाउँमा लागेको हो कि होइन, अपचलन भएको हो कि होइन। यदि भएको हो भने जस्तो तरिकाले एउटा चाहिँ नि समाचार बोलेको भरमा, एउटा भनेको भरमा लावतीजीलाई चाहिँ राति राति प्रशासनले लिएर गएको छ, सोही कानुन उहाँलाई पनि र त्यो जसले त्यो अनैतिक काम गरेको छ यदि हो भने, है फेरि हो भने उहाँलाई पनि कानुन सम्बद्ध कार्यान्वयन हुनु पर्यो। हाम्रो भन्ने यति मात्रै हो। किनभने नियम कानुन भनेको सबैलाई एउटै लाग्नुपर्छ, सबैलाई सेम हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। जय नेपाल।